ल हेलो भोट मलाई भन्दै नि एकचोटि सुप्रभात एभ्रिवान आज हामी गुप्तेश्वर राइडमा छौँ हेर्न सक्नुहुन्छ यस्तो दामीसित घाम उदाइरहेको छ कि हेलो मेरो भाइ के छ न्यू डे न्यू ब्लग आज पनि थाक्ने होइन त अस्तिको शनिबार साइक्लिङ त एकदम बेटर हो नि त्यो एक्सर्साइजको लागि अहिले हामी ठ्याक्कै कमानेमा छौँ ए नागचोती हो क्या अरे नागचोतीमा छौँ हेटौडा 7 एज यु क्यान सी द ग्राउन्ड कन्सर्ट हुने ग्राउन्ड फुटबल खेल्ने ग्राउन्ड वेदर ओपी छ आजको ल मार्यो यस कहाँसम्म हान्ने पुलसम्म ल हेर्न सक्नुहुन्छ है राइडिङ अन वान व्हिल ल रोड लामा हान्यो त यार राजीवले यार त पुल पनि कट्यो भने त ओपी हुन्छ है काट्यो 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 मुला छोडिदिएको यार साथी र म चाहिँ अब साइकल साटेर चलाउन आँटेको होइन त हल्का अगाडिसम्म हो ल 1300 हान ल ल साथी र म चाहिँ ट्याक लाएर अब म यो चलाउन आँटेको होइन ल राजीव ठिक छ नि यो भन्दा मेरो म साइकल महँगो छ नि ल चलाऊँ ल खै त ल ल पुरा भाडा बेच्न जानला म चाहिँ ल ओहो यार मजा आउँदो रहेछ नि यो साइकल है ल ओहो यार साथीलाई नि कभर गरौँ साथी भाग्ला नि फेरि ल पुरै ल ल ल बाटा आयो पिर्का आयो बाटा पिर्का लो है हल्ले हेर नि यो ल ल ल नेपाली मेड ल यार के हो यार मलाई त पुरै बराइदियो त केटाहरूले आयो बाटा आयो पिर्का आयो अगाडि जाऊ न अलि अगाडिबाट हान्नु नि अलि अगाडिबाट हान्नु नि यार मजा आउँदो रहेछ नि यो साइकल पनि है होइन छड्के हान न ल हान्देऊ ल अलि अगाडिबाट हान न कहाँ गयो दुईजना बुढाहरू 30 रुपियाँ 30 वटा दियो भने मैले लाड त साथीले ल अब स्टप हान्नु पर्यो है अब मलाई डेन्जर ठाउँ छ त्यहाँ उकालो उकाल्न सक्छ त यसबाट एउटा थम्बनेलको लागि फोटो खिचिदिनु पर्यो सो आज हाम्रो रनिस दाइ चाहिँ पुरै भेले साइकल लिएर आज राइड हान्दैछ त्यही पनि विदिन हेलमेट लगाएर होइन के आयो दाइ आयो टिना फलाम कपी किताब हलाएर आयो बाल्टिन आयो बाल्टिन
प्लास्टिकको भाडा ए प्लास्टिक भन्नु आयो प्लास्टिकको भाडो सस्तो मस्तो। ल साथी ल धेरै धेरै धन्यवाद है। ल कहाँ घर हाम्रो साथी? नेपालगञ्जबाट यहाँ आमा नेपालगञ्जबाट यार साथीहरू यार मजा आयो। तर यो साइकल पनि मजा आउँदो रहेछ यार चलाउनु त। यार मेरो साइकल भन्दा कम्फर्टेबल छ यार, गियरमा त नभएर हो। एसटिडी ब्लग नागिन हल्लिँदो रहेछ यो साइकल, तर लोड भएर क्या मजा आयो यार। तर एकदम कम्फर्ट हुने। ल लाग्यो है साथी, धन्यवाद यार धेरै धेरै। एकछिन भयो नि मजा आयो यार। फुटबल पनि गेम त एकदम रमाइलो हुने यार, छुट्टै रमाइलो हुने। ल साथीले हुइली हानेर पुऱ्याउला लाग्छ मेरो राजु भाइले। यस ल ल ल ल ल केटाहरूले भ्लग गर्ने वातावरण दिँदैन मलाई होइन। अब चिया खाएर निक्ल्यो हामी चाहिँ 6 जना आएको। नवीन दाइ चाहिँ अब स्याउली बजार पुग्यो अरे। अब बुढाले गाली गर्ने भयो, हामी एक्लै चिया खाइदियो यार है। अब यहाँ अगाडिबाट झुलिने पुल छ अरे, अनि हामी त्यहीबाट ट्याक्क पारी जाने। यतापट्टि यो ठ्याक्क यो पारीपट्टि चाहिँ गुफा छ, गुप्तेश्वरी गुफा भन्ने। अहिले चाहिँ ठ्याक्क लाएर के ठाउँ भन्छ हौ यो हनाबाडी भन्छ नि है, हनाबाडी भन्ने ठाउँ आइपुग्यो। हुन त अब त त्यही त हो, बट टाढा खाएर है त। अब झुलुङ्गे पुलमा भ्लाट भेट्नुपर्छ है साथीहरू। यताबाट जानुपर्ने हुन्छ हामी चाहिँ। कहाँ हो त्यो डोडी खेल्दै डौड्यो हेर्नु नानी डोडी खेल्दै हिँडेर उनी पुल जानलाई नि यति शास्ति पाइयो कि कहाँ पुग्यो बल्ल बल्ल बाटो भेट्यो यार। यस्तो चेपबाट जानुपर्ने रहेछ। ए त क्रस कन्ट्री खान आँटे जस्तो हुँदो रहेछ त। ए के हो ल आम्बो हक्का छ नि बाटो त फेरि होइन। फाइनली झुलुङ्गे पुल आम्बो लास्टै शास्ति। यता चाहिँ इँटा भट्टा रहेछ क्या र, के को प्लान्ट हो यो, इँटा बनाउँछ भन्ने चाहिँ सुनेको थियो, हो कि होइन। ल यहाँ अगाडि छ झुलुङ्गे पुल। यसो हेर्दाखेरि त लचके जस्तो छ त साथी। भनेपछि हामी अब अझै यता जानुपर्ने भयो। केही छैन, जाने हो आज यो भाइ। अब चाहिँ म चाहिँ फेरि पारी आएको यहाँबाट उता जानलाई। ल है त ओए मजा आउँदो रहेछ यार। किनकि सराउले धुवा
भाइ दिल दे यार यत्रो बनायो भिडियो बोतलै झऱ्यो होइन तलको त्यो कहाँ गयो बोतल त यहाँ छ बाटोहरू आएर हामी फेरि फर्किरहेको यार यस्तो झ्याउ जय भगवान् हे भगवान् रक्षा गर्नु है बाटो बिर्सेर फेरि अब कुदाउनु पर्यो भने त केटा तान्यो मर्यो आइपुग्यो है त हामी त गुफा आइपुग्यो भन्ने मात्र हो अझ भित्रपट्टि छ है ए ग्याङ 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 यो भाइको गीत हो यो झोला ग्याङ ब्याड बिच I'm finally here. ओए ओपी छ त खतरनाक ओए कहाँ राख्ने साइकल त्यहाँसम्म राख्दिउँ नि त फाइनली हामी गुफामा आइपुगिसक्यौँ है पुरै दामी ठाउँ छ पानी सानी टक्क लाएर हेर्नु है ल भाइ बत्ती पनि लिएर ल यसरी चाहिँ यसरी जय श्री राम पानी आउँछ भने गाइस न हल छेउ लाग है अब चाहिँ दर्शन गर्यो हामी चाहिँ अब जाने अब त्यहाँ अङ्कलहरूको पिकनिकमा चाय खानुपर्छ चाय सस्पेन्सन त ढकढक ढकढक ढक गर्छ रहेछ है सस्पेन्सन त ढकढक
Wow! 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 भाइ कहाँ गयो त्यो भाइ? भाइ छिरे क्या यहाँ? छिर्यो कि क्या तिमी? ल आइज सकिहाल्छ नि। भाइ ल सानो भाइ दिनुपर्ने हुन्छ होइन। मस्त अब यहाँ अङ्कलहरू पिकनिकमा आएर होइन कस्तो मजाले चिया रोटी चना हालिदिइराख्यो। मिठो छ अरे चना है त। बन्द छिटो खान छिटो त्यो पानी निल न। चोप्दै खान चोप्दै पानी खान छिटो गुलुत गुलुत निल्ने हो कि। सो गाइज आजको हाम्रो भ्लग चाहिँ यहीँ इन्ड गर्नुपर्ने हुन्छ होइन। धेरै पछि भ्लग हालिन्छ। 1 वर्ष ग्याप भयो, अस्ति हाल्यो, अब आज फेरि भ्लग हाल्दैछु। अब सबैजनाले हेरेर इन्जोय गर्नु होला है। अर्कोचोटि फेरि योभन्दा कडा भ्लग लिएर आउँदैछु। ल यस्तो बाई बाई, धन्यवाद।